साथी कति कति पिर गर्छ हो अस्ट्रेलिया ल्यान्ड गर्न पाइएछैन, ल्यान्ड गर्न मात्र पाइयोस् त कति चिल हुन्छ भनेर कति सोच्छौ हो। चिल त हुन्छ नि यहाँ। अब स्टुडेन्ट छन्जेल स्टुडेन्टको पढुन्जेल कलेज, अनि कलेज म्यानेज, काम म्यानेज, अनि त्यसमाथिदेखि एसेसमेन्टहरू लिएर होइन, पास हुने कि फेल हुने हो कसरी हुन्छ त्यसको टेन्सन। अनि त्यो भइसकेपछि अब पढाइ कम्प्लिट भएपछि पिआरको टेन्सन, पिआर। अनि त्यसपछि अब घर परिवार भन्नाले अब बच्चा बच्ची बिहा स्याहाको टेन्सन। बच्चा बच्ची भयो भने तिनीहरूलाई हुर्काउने बढाउने कताबाट त्यो टेन्सन। हुर्काउने बढाउने मात्र होइन, अब बुढी कुन टाइममा ड्युटी जाने हो, बुढा कुन टाइममा ड्युटी जाने हो, अनि कसले केयर गर्ने हो त्यसको पीडा छुट्टै भन्नाले त्यसको तनाव छुट्टै। अनि अब त्यसपछि पिआरहरू हुन्छ के अरे। अनि अब साथीहरूसँग आएका साथीहरूले पिआर गरेर घर किनिसक्यो भन्ने टेन्सन हुन्छ। अनि अब आफूले पनि घर किन्नतिर लाएपछि घर किन्दा अब 20-25 वर्ष थाहै छ मर्गेज तिर्दा। अनि मर्गेज अब नेपाल जान पऱ्यो भने 1-2 महिना लाए नेपाल गइयो भने त कसरी तिरिएला फी भन्ने, कसरी तिर्लिएला मर्गेज भन्ने हुन्छ। अनि त्यो मर्गेज तिर्न तनाव। अनि त्यसपछि यस्तैमा त बित्छ नि त जिन्दगी हो। यो भनेको साइकलै हो क्या अस्ट्रेलियाको। त्यो अब त स्टुडेन्ट भिजा सकिएपछि त चिल हुन्छ होला भनिन्छ या पिआरमा टिआरमा। त्यो टिआरमा पनि छुट्टै टेन्सन। त्यो पनि अब घर किनेपछि अलि आनन्द होला नि भनिन्छ। घर किनेपछि फेरि छुट्टै तनाव हुन्छ नि त हो।